भनेको तैँले त यहाँ घरमा त गर्थिस्, अब त्यहाँ त झन् के बाँकी राखिस् होला भन्यो भन्दै ससुरा बाजेले। उहाँहरू चाहिँ ससुरा बाजे चाहिँ मेरो परिरहन्थ्यो। त्यो भनौँ न हामी त्यो मिल्दैन नि त, सोच मिल्दैन नि त। अनि म त त्यो चुप्प लाएर बस्दिनँ म त। अब उहाँ रङ हो भने त म ड्याङ्गै भनिहालेँ, तपाईँ ससुरा बाजे द्याट इज रङ होइन। अब यो जेनेरेसनले तपाईँले भनेको कुरा एक्सेप्ट गर्दैन होइन, यु हेभ टु चेन्ज विथ द टाइम भनेर भन्छु। अनि त्यसपछि गएर अनि मान्नुहुन्छ। सुरुमा त अब यो गवाड के हो, कहाँबाट यो होइन गरिब देशबाट आकी भनेर त्यस्तो सोच्नुहुन्थ्यो। उहाँ चाहिँ त्यस्तो माइन्डेड हुनुहुन्थ्यो मेरो ससुरा बाजे, बिकज उहाँहरूको एज पनि त धेरै भयो नि त। मेरो हस्बेन्ड चाहिँ एकदमै नेपाली जस्तो प्योर नेपाली हट भएको मान्छे जस्तो हुनुहुन्छ होइन। अनि त्यसपछि तर ससुरा बाजे चाहिँ अलिकता, ससुरा बुवा चाहिँ अलिकता न्यारो माइन्डेड भनौँ न। अब एज पनि भयो, अब त्यस्तै त्यो समयको बुहारी भएपछि अलिकता त्यस्तो पनि रहेछ क्या। त्यो बेलामा पनि जर्मनीमा आजभन्दा 100 वर्ष अगाडि चाहिँ दाइजो प्रथा थियो अरे क्या। त्यो सुन्दाखेरि मलाई अचम्म लाग्ने होइन, त्यत्रो डेभलप गर्नेमा दाइजो प्रथा भन्दा त थियो भनेर भन्नुभयो क्या। अनि बिस्तारै अब भिज्ने क्रममा गाह्रो थियो नि सुरुमा त, कति धेरै मैले स्ट्रगल गर्नु पऱ्यो नि त फ्यामिलीसँग पनि, किनकि हाम्रो सोच नमिल्ने, उहाँहरूको सोच नमिल्ने। अनि म भर्खर डेभलपिङ कन्ट्रीबाट चाहिँ म जाँदैछु, बिए गरेर गएको छु। उहाँहरू डेभलप भइसक्नुभयो, उहाँहरूलाई इनफ केही, हजुरलाई थाहा होला म त्यस्तो नराम्रो काम केही गर्दैन क्या भाइ। म को क्रिमिनल त्यो माइन्डेड भएको मान्छे होइन, मेरो नियत एकदम सफा छ क्या भाइ। त्यो झोलुङ्गे पुलमा जुन म त्यो वारपार गर्ने ठाउँमा होइन, बिहान बेलुका घाँस दाउरा गर्ने मान्छेले, त्यहाँको स्थानीयको मान्छेले आफ्नो आइडी कार्ड देखाएर तपाईँको चाहिँ झोलुङ्गे पुल क्रस गर्नुपर्छ नि, त्यो जति व्यथिति के हो त समाजमा भनौँ न होइन। त्यस्तो कुरा त्यो त एकदम जायज कुरा हो नि त। अनि इभन मैले मेरो ससुरा बाजेलाई पनि भने के म के, अनि त धेरै पछि नेपालबाट आइस के भयो त नेपालमा भनेर भन्दै हुनुहुन्थ्यो। अनि ससुरा बाले अनि 90 वर्ष 90 कटिसक्नु भएको छ, 92 उहाँले त एउटा पुरै देख्नु भएको छ नि त, संसारै बुझ्नु भएको छ नि त होइन। हिटलरको पालामा उहाँहरू सानो हुनुहुन्थ्यो अरे क्या हाम्रो ससुरा बाजेहरू। अनि भनेपछि त अनि मैले भने यस्तो त्यहाँ त अनि बुढो मान्छेहरू पुल तर्ने बेलामा त आफ्नो आइडी कार्ड देखाएर तर्नुपर्छ, यस्तो भइरहेको रहेछ। मैले अनि आवाज निकालेँ भनेको तैँले त यहाँ घरमा त गर्थिस्, अब त्यहाँ त झन् के बाँकी राखिस् होला भन्यो भन्दै ससुरा बाजेले। उहाँहरू चाहिँ ससुरा बाजे चाहिँ मेरो परिरहनु उहाँ ससुरा बाजे अस्ति चाहिँ उहाँ के मेरो मौन व्रत थियो। अनि व्रत कहिले आउँछ कि मौन व्रत ध्यान गर्ने क्रममा। अनि 2-3 दिनसम्म, कति दिनसम्म? 2-3 दिन हुन्छ, तर त्यो दिन चाहिँ 24 आवर मात्रै रहथ्यो कि। अनि उहाँले चाहिँ अनि त्यसलाई कल गर्नु भइहाल्यो अपरझट, उठाएन भने पनि फेरि रिसाउनुहुन्छ होइन। अब बिचरा अलिकता कस्तो हुन्छ नि, अब एज भइसक्यो मान्छे, अलिकता एग्रेसिभ आउने अलिक त्यस्तो खालको हुनुहुन्छ नि त। जो पनि त्यही त हो नि, बुढो मान्छे के भयो भने न्यु खोज्छ, कोही के भयो भने भिर खोज्छ भने एउटा कहानी नै छ नि होइन। अनि उहाँले चाहिँ अनि उहाँले कल गरिरहनु भएको छ। अनि म बोल्न मिल्दैन भनेको छु मैले। अनि उहाँले बुझ्नु त किन बोल्दिनस् मात्रै भने गर्दै भएको थियो क्या त्यतिखेर चाहिँ। अनि मलाई आई फिल एकदम त्यो लाइफमा कहिल्यै नघटेको घटना चाहिँ घटित भयो क्या त्यतिखेर चाहिँ। अब के भन्ने होइन। अनि घरमा अरू हुनुहुन्छ, हेल्परहरू हुनुहुन्छ, हेल्प गर्नेहरू हुन्छ, उहाँहरूले जर्मन भाषा बोल्नुहुन्न, जर्मन भाषा मात्रै बोल्ने म मात्रै घरमा, म र मेरो छोरो हो, छोरीले बोल्दिनँ। छोरी सानैदेखि यहीँ आरोनले चाहिँ बोल्छ। यो मैले यसो आज फर्केर सोच्दाखेरि हजुरले मौन व्रत बस्छु भनेर भन्ने बित्तिकै मलाई हजुरआमा याद आयो कि होइन। उहाँ पनि कहिलेकाहीँ अब कहिलेकाहीँ हुन्छ नि एकैचोटि नबोलिदिएपछि 6 महिनै नबोल्दिने कि फेरि उहाँ चाहिँ 6 मन्थ 6 महिनासम्म नबोल्दिने। अनि एकदमै त्यो हायर स्पिरिचुअल पाथ हो उहाँको चाहिँ। हजुर। अनि त्यो चाहिँ अब गाह्रो हुन्छ 6 महिनासम्म नबोलेर त यहाँ त अब के भइसक्छ है। तर उहाँको लागि चाहिँ कस्तो भन्दा चाहिँ जो चाहिँ स्पिरिचुअल वर्ल्डमा लागेको छ, आध्यात्मिक संसारमा लागेको छ, ध्यान तपस्या भन्न मिल्दैन, ध्यान भनौँ न, तपस्वीहरू चाहिँ उता गएर गर्नुपर्छ क्या। तपाईँको छुट्टै अब हिमालतिर गएर बस्ने, यो सांसारिक संसारहरू मलाई चाहिँदैन होइन। म अब